18 देखि जनवरी 22 तारिकसम्म वैदेशिक रोजगारतर्फ होटेल फरेस्ट इन लिमिटेडको आइपी आउँदैछ। जम्मा 4 लाख किस्ता सेयर छ र मिनिमम 10 किता भर्न सक्नुहुनेछ। यसको फेस भ्यालु RS 100 नै रहेको छ। अब तपाईँ कति किता भर्ने भन्दै हुनुहुन्छ भने तपाईले जम्मा 10 किता मात्रै भर्नुहोस्, किनभने वैदेशिक रोजगारतर्फ पनि लगभग गत पटक पाल्पा सिमेन्टमा 72,000 भन्दा बढी व्यक्तिले भर्नुभएको थियो। 72,000 जनाले भरेको नै सबैले पाउने कुरा पनि भएन र यहाँ जम्मा बाँडफाँड भयो भने पनि मिनिमम 10 किता बाँडफाँड हुने हो। 10 किता बाँडफाँड भयो भने 4 लाख सेयर मध्ये 40,000 जनाले मात्रै पाउनुहुने हो। त्यो भएकोले तपाईले 10 किता मात्रै भर्नुहोस्। ठिक छ, परिहाल्यो भने तपाईँ दोस्रो बजारमा होटेल समूहको 600 देखि 1000 को रेन्जमा कारोबार भइरहेको छ। तपाईलाई 10 किता पर्यो भने पनि तपाईको 6 देखि 7 गुणा मुनाफा पाउनुहुनेछ। अब परेन भने ठिकै छ, भर्दै जानुहोस्। पहिला पो वैदेशिक रोजगारमा कम व्यक्तिले मात्रै आवेदन गर्थे, लगभग 35 देखि 40,000ले मात्रै गर्ने भएकोले लगभग धेरै मान्छेले पर्न सक्ने सम्भावना थियो। तर ठ्याक्क अहिले वात्तै लगभग त्यसको डबल भन्दा बढी हुनुहुन्छ। त्यो भएको कारणले लक्की ड्र मार्फत मात्रै पर्ने हो। तपाईले जम्मा 10 किता भर्नुहोस्, पर्यो भने ठिकै छ, परेन भने पनि भर्दै जानुहोस्। मेरो पनि निरन्तर रूपमा भरेको छु। अहिले लगातार 6-7 वटा आइपिओ कुनै पनि परेको छैन।